दर्शकवृन्द, तपाईँहरू हुनुहुन्छ मेरो टेलिभिजन च्यानलमा र हाम्रो साथमा हुनुहुन्छ चौदण्डीगढी नगरपालिकाका श्रम संस्कृति पार्टीका संयोजक मनकुमार राई। आज उहाँसँग हामी छोटो कुराकानी गर्नेछौँ। स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा। नमस्ते। मेरो पनि पार्टीको तर्फबाट व्यक्तिगत तर्फबाट नमस्कार। अध्यक्षज्यूलाई हामीले अहिले चाहिँ सोध्न चाहेको कुरा के हो भने, अब स्थानीय चुनावको माहौल त अहिलेदेखि नै तातिएको छ, गाउँघरको त्यही हो होइन? हजुर। अब के छ तपाईँहरूको तयारी चाहिँ यो स्थानीय चुनावको लागि? अहिले हाम्रो श्रम संस्कृति पार्टीको चाहिँ योभन्दा 10 दिन अगाडि हाम्रो जिल्ला कमिटीको बैठक बसिरहेका छौँ र जिल्ला कमिटीले चाहिँ अहिले प्रत्येक जस्तो गाउँपालिका नगरपालिकाको वडाहरूमा चाहिँ उम्मेदवारहरू छनौटको विषयमा अहिले हामी तीव्र गतिमा वडा गई हामीले चाहिँ गएर हाम्रो भावी जुन वडाको जनप्रतिनिधि बनाउनको निम्ति चाहिँ उम्मेदवार बनाउनको लागि हामी अहिले सरसल्लाहमा जुटिराखेको छौँ। बनिसकेपछि तपाईँहरू एकदमै चाहिँ तीव्र गतिमा अगाडि बढिसक्नु भएको छ, कन्सेप्ट पनि बनाइसक्नु भएको छ होइन त? अनि चौदण्डीगढीको विशेष चासो हो हाम्रो होइन? चौदण्डीगढी नगरपालिकामा अब विभिन्न पार्टीहरूको चाहिँ आउलान्, उम्मेदवारी दिएलान् होइन? तपाईँहरूको पार्टी नयाँ यो पटक पहिलोचोटि चुनाव लड्दैछ, त्यस्तै होइन? विपक्षमा चाहिँ अर्को राष्ट्रिय स्वतन्त्र पार्टी पनि छ। अहिले त मुख्य चलखेल भनेको यो दुईवटा पार्टीहरूकै देखिन्छ देशव्यापी रूपमा। यसलाई तपाईँले कसरी हेर्नु भएको छ? अब अहिले लगभग 30-35 वर्ष पुरानो पार्टीहरू पनि छ र अहिले नयाँ उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी पनि छ र अहिले मैले चाहिँ के हो भने दुईको सरकार जुन राष्ट्रिय स्वतन्त्र पार्टीको छ, उहाँहरू स्वाभाविक रूपमा जुन अस्ति सङ्घको चुनावमा उहाँहरूको यो चौडण्डी नगर अथवा हाम्रो उदयपुर जिल्लाको क्षेत्र नम्बर 1 मा चाहिँ मत हेर्दाखेरि उहाँहरूले चाहिँ अत्याधिक रूपमा बढी ल्याइराखेको छ। जस्तो हाम्रो श्रम संस्कृति पार्टी भन्दा लगभग 15-16 हजार नै बढी देखिन्छ र तर हामी पनि के छ भने सङ्घ र जस्तो नगरको स्थानीय चुनावमा अलिक फरक छ। त्यसो भएकोले गर्दाखेरि हामी अहिले यो चौडण्डी नगरमा मात्रै होइन, हामी चाहिँ उदयपुरको क्षेत्र नम्बर 1 र 2 मा चाहिँ हामी सशक्त रूपमा हामी स्थानीय निकायहरू र प्रदेशहरू हामी बनिसकेपछि उदयपुरका सबै क्षेत्रमा नगरपालिकामा चाहिँ श्रम संस्कृति पार्टीले नै जित्छ भन्ने तपाईँको दाबी हो? एकदम हामी श्रम संस्कृति पार्टीले स्थानीय निकाय र प्रदेश हामी जित्छौँ। तपाईँ पनि उठ्दै हुनुहुन्छ मेयरमा कि? हजुर, यो चाहिँ अब मैले हाम्रो केन्द्रीय अध्यक्षज्यूले अब जस्तो हाम्रो एउटा पालिकाबाट 5 जना 6 जनाको नाम पठाउनु होला भन्नुभएको छ, त्यो नाम पठाउने क्रममा चाहिँ मेरो पनि जान्छ। अनि तपाईँलाई चाहिँ भोट दिन्छन् त मान्छेले, पत्याउँछन्? अब अहिले आजसम्म चाहिँ लामो समयदेखि चाहिँ मैले यो चौडण्डी नगरमा सामाजिक कामहरू गरेका छु। मैले खानेपानीको जुन जनताहरूलाई म अध्यक्ष भएर प्रत्येक जनताहरूलाई खानेपानीको धारा पुर्याइदिएको छु। म वन समितिको अध्यक्ष हुँदा प्रत्येक जनताहरूलाई चाहिँ जुन विपन्न वर्गको जुन व्यक्तिहरूलाई चाहिँ म वन समितिको अध्यक्ष हुँदाखेरि मैले चाहिँ सामुदायिक वनबाट निःशुल्क काठहरू दिएर थुप्रैले चाहिँ घरहरू बनाएको छ, टहराहरू बनाएको छ र मैले सामुदायिक वन हुँदाखेरि मैले थुप्रै बोट बिरुवाहरू पनि रोपेँ र मैले चाहिँ जुन दाउरा घाँस। अनि तपाईँहरूको श्रम संस्कृति पार्टी भनेको त श्रम गर्ने पार्टी हो नि त, श्रम गर्न जानु भएको छ त तपाईँ? एकदम। म अहिले हाम्रै हिजै मात्रै जुन सोमबार हो, जुन शनिबार हामी हाम्रो 10 वटा वडामा हाम्रो 9, 10 र 5 मा हाम्रो अहिले श्रमदान भएको छैन। अन्य वडाहरूमा
हाम्रो एकदम व्यापक रूपमा चाहिँ हामीले चाहिँ बाटोघाटो पुलैसोदेखि सरसफाइ हाम्रो चाहिँ यी चौडण्डीका यी बस पार्कहरू भित्रको सरसफाइ र हामीले चाहिँ हाम्रो चौडण्डी नगरपालिका वडा नम्बर 7 र 6 ले पिउने पानी जुन शिरपञ्चमी खानेपानीको विषयमा अस्ति हाम्रो 1 महिना अगाडि मात्रै लगभग हामी 600 मिटर चाहिँ हामीले पाइप गाडेर अहिले जनताहरूले चाहिँ एकदम पानी सफा पानी पिइरहेको छ। त्यो पाइपहरू बाहिरै थियो, लथालिङ्गै भइरहेको थियो। हामीले देखेर हाम्रो पार्टी कमिटीले त्यो कुराहरू चाहिँ देखेर अहिले त्यो पाइपहरू गाड्ने काम र हामीले अहिले पनि खानेपानी संस्थानहरूले अन्य सामाजिक संस्थाहरूले हामीलाई चाहिँ जुन सहयोग गर्नु पर्यो भनेर चाहिँ आह्वान गर्यो भने हामी अहिले पनि जान्छौँ र अहिले हामी चौडण्डीका किसानहरूको चाहिँ हाम्रो अब खेत रोप्ने कोदो रोप्ने समयहरू आइसकेको छ र हामी किसानहरूसँग हातेमालो गरेर किसानहरूको जुन धान रोप्ने र कोदो रोप्ने काम पनि हाम्रो श्रम संस्कृति पार्टीका ल ठिक छ त्यसलाई छोडौँ। अनि पार्टीभित्र तपाईँको प्रतिद्वन्दी कोही छैन? तपाईँलाई पार्टीले टिकट दिन्छ त? तपाईँलाई सिफारिस गर्छन् त सबैले? हो, यो पार्टीले निर्णय गर्ने कुरा हो। मलाई नै समितिभित्रबाट विरोध आउँछ होला नि त नि, तपाईँले म मेयर बन्छु भन्दै गर्दा त? म यो चौडण्डी नगरको जुन श्रम संस्कृति पार्टीको संयोजक भइरहँदाखेरि मेरो पनि त स्वाभाविक दावेदार हुन्छ। तपाईँको पनि हुन्छ भनिसकेपछि तपाईँभन्दा राम्रो काम गर्ने अरू पनि होलान् होइन? समितिभित्र उनीहरूले पनि दाबी गर्लान् नि त। अरूले गरे भने तपाईँले अरूको लागि नछोडिदिने तपाईँले? होइन, म त्यो छोडिदिनु पनि सक्छु, किनभने त्यो पार्टीले निर्णय गर्ने कुरा हो होइन। पार्टीको निर्णयलाई म सर्वोपरि ठानेर म त्यो छोडिदिनु सक्छु। भनेपछि केन्द्रबाट आएको चाहिँ निर्देशनलाई तपाईँ मान्नुहुन्छ? एकदम म पालना गर्छु। अनि के श्रम संस्कृति पार्टीले नै जित्छ त चौडण्डीगढी नगरपालिकामा स्थानीय चुनाव चाहिँ? के आधार छ तपाईँलाई त्यस्तो ठोकुवा गरेर भन्नुहुन्छ? अब मैले चाहिँ के आधार भन्नुभन्दा पनि श्रम संस्कृति पार्टी आज यो मुलुकमा किन जन्मियो, के कारणले जन्मियो र पहिल्यैचोटि किन राष्ट्रिय पार्टी बन्यो, त्यसले गर्दाखेरि हामीसँग श्रम संस्कृति पार्टीसँग मुद्दा छ। आज मुद्दा पहिलो कुरो त हामी यो मुलुकलाई नेपाली जनताहरूलाई चाहिँ उत्पादनसँग जोड्नुपर्छ भन्ने कुरा हो। आज यो मुलुकलाई उत्पादनसँग नगर्ने भने हामी समृद्धिको चाहिँ कल्पना नगरे हुन्छ। त्यसले गर्दाखेरि हामी समृद्धिको यात्रातिर हामी अगाडि बढिराखेको छौँ र नेपाली जनताले यो मुद्दालाई आत्मसात गरेर अगाडि बढ्छन् भन्ने मलाई विश्वास छ। अनि राईको पार्टी भन्छन्, छेत्री बाहुनले त यो पार्टीलाई नै मन पराउँदैनन् भन्ने चाहिँ अब यो नेपालैभरि एक किसिमको चाहिँ हल्ला चलेको छ नि त होइन? मान्छेमा कतिमा त्यो किसिमको कन्सेप्ट पनि बसिसकेको छ। यसलाई चाहिँ कसरी तपाईँले बुझाउनुहुन्छ मान्छेहरूलाई? म चाहिँ के भन्नु चाहन्छु भने यो मुलुकमा हामी बहुजाति विविध जातिका मान्छेहरू चाहिँ हामी बसोबास गरिएका छौँ। आज हामी विविधतालाई एकता बनाएर जानुपर्छ। हाम्रो समाजमा छेत्री बाहुन कामी दमै राई वैज्ञानिक दृष्टिकोणले हामी मान्छे हो। कसैले जातको नाममा चाहिँ राजनीति गर्छ भने त्यो गलत हो र मलाई चाहिँ को छेत्री को बाहुन को कामी को दमै होइन, हामी समग्र हामी मान्छे हो र कसैले हामीलाई जुन जातीय ट्याग लगाइरहेछ, जो जातीय ट्याग लगाउने मान्छेको चाहिँ राजनीतिक दृष्टिकोण नभएका मान्छे। ठिक छ, भनिसकेपछि पार्टीले टिकट दियो भने तपाईँ एकदम तयार? एकदम म तयारमा। अनि जित्नुहुन्छ त तपाईँले चाहिँ चुनाव जित्नुहुन्छ त? पार्टी त एकतिर छोडौँ, मनकुमार राईले चुनाव जित्छन् त चौडण्डीगढी नगरपालिकामा? मैले अघि जित्ने आधारहरू मैले भनिसकेको छु कि मसँग आधारहरू पर्याप्त छ। अनि मान्छेले त तपाईँलाई त मनै पराउँदैनन् भन्छन् नि त? ठिक छ, लोकतन्त्रमा सबै खालको यहाँ काङ्ग्रेस हुनुपर्ने, एमाले हुनुपर्ने, माओवादी हुनुपर्ने, किन विभिन्न पार्टीमा बस्छन् त? मन पराउने हो भने त कि प्रचण्डकै पार्टीमा मात्रै जानु पर्थ्यो कि शेरबहादुरकै पार्टीमा काङ्ग्रेसमै मात्रै बस्नु पर्थ्यो। तर विभिन्न दलहरूमा
जनताहरू किन विभाजित छन् त? त्यो त विचारले फरक होला। मलाई काङ्ग्रेसले नमन पराउन सक्छ, एमाले मन पराउन सक्छ, तर माओवादीले मलाई मन नपराउन सक्छ। त्यसले गर्दाखेरि मान्छेमा हामीले स्वाभाविक रूपमा विचार फरक हुन्छ। मलाई मन नपराउनु स्वाभाविक हो। भनेपछि म चाहिँ उम्मेदवार बनेर चाहिँ चुनाव लडे भने जित्छु भन्ने तपाईँलाई त्यत्रो आत्मविश्वास छ? एकदम छ, एकदम छ। राजनीतिको यस्तो दृढ विश्वास नलिने भने राजनीतिक लक्ष्यमा पुर्याउन सकिँदैन। त्यसले गर्दा एउटा साहसले राजनीतिकलाई लक्ष्यमा पुर्याउने हो। चौदण्डीगढीका सबै जनता जति पनि छन् होइन, नगरवासीहरूलाई तपाईँ चाहिँ के चाहिँ भरोसा दिलाउनुहुन्छ त? के सम्बोधन गर्न चाहनुहुन्छ ताकि तपाईँलाई चौदण्डीगढी नगरका मान्छेले चाहिँ मत दिउन्? आज हाम्रो चौडण्डी नगरपालिकामा चाहिँ पहिलोचोटि काङ्ग्रेसले चलायो। 5 वर्ष काङ्ग्रेसले चलायो, 5 वर्ष एमाले चलाउँदैछ। र पहिलो कुरो हाम्रो 5 वर्षे कार्ययोजना चौडण्डी नगरको विकासको क्रममा चाहिँ कस्तो भने 50 वर्षको कार्ययोजना तयार गरोस्। त्यो 50 वर्षको कार्ययोजना तयार गरेर अगाडि बढ्नुपर्छ। आज हाम्रो शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, खानेपानी, सडक र पर्यटन जस्तो आज विषयवस्तुहरू कुनै अगाडि बढेको छैन। हाम्रो अझै पुरातन चिन्तनबाट हामी माथि उठेका छैनौँ। अहिले हाम्रो चाहिँ जस्तो हामी यहाँको स्रोतहरू, हामी मेयर भइसकेपछि गिटी निकाल्ने बेच्ने, ढुङ्गा निकाल्ने बेच्ने, तर त्यसको स्रोतहरू चाहिँ कहाँ सदुपयोग भयो त भन्ने कुराहरूमा आज हाम्रो जस्तो स्वास्थ्य बिमा चाहिँ लथालिङ्गै भइरहेछ। आज जस्तो हामीले चाहिँ उत्पादनतिर चाहिँ हामीले जोड्ने काम गरेका छैन। आज हाम्रो चाहिँ नीति कार्यक्रमहरू बनाउँदाखेरि चाहिँ जनताको सहभागितामा भएको छैन। विकासहरू चाहिँ जनताको सहभागितामा भइराखेको छैन। आफू जे मन पर्यो त्यही गरिराखेको छ। आज हामी स्वास्थ्यको हिसाबले हेर्ने हो भने हामी आज विराटनगर जानुपर्छ, काठमाडौँ जानुपर्छ, आज धरान जानुपर्छ। त्यो समस्या किन भइराखेको छ? आज हाम्रो विद्यार्थीहरू चाहिँ आज काठमाडौँ गइरहेछ क्याम्पस पढ्नु, आज धरान गइरहेछ, आज विराटनगर गइरहेछ। त्यो विषयहरूलाई चाहिँ हामी यही चौडण्डी नगरमा चाहिँ हामीले बाहिर नजाने जुन त्यो वातावरण चाहिँ बनाउनुपर्छ। आज हाम्रो खोला नालाहरू चाहिँ हाम्रो उत्खनन भइरहेछ। त्यो उत्खननबाट हाम्रो त्यो पैसाहरू चाहिँ आज हाम्रो द्वार खोलाको गिटीले मात्रै आज हामी 5 जना डाक्टर राख्न सक्छौँ। आज सिटी स्क्यान मिसिनहरू ल्याउन सक्छौँ। आज एमआरआई मिसिनहरू ल्याउन सक्छौँ। आज 5 करोड 6 करोडमा जुन गिटीहरू बेच्दै गर्दाखेरि आज हामी त्यही गिटीले मात्रै हामी विराटनगर नजाने, काठमाडौँ नजाने यहाँको जनताहरूलाई बनाउन सक्छौँ। आज कृषिमा आज 1500 गाईबाट सुरु गरौँ, आज 2000 भैँसीबाट सुरु गरौँ। आज हामी चाहिँ त्यो गाई भैँसीबाट आज हाम्रो चाहिँ यही चौडण्डी नगरमा एउटा पशु हट्टिया छ। आज रामेछाप र सोलुदेखि झोरेर गोरुहरू यहाँ बेचेर भारत पुर्याइरहेको छ। आज 2000 गाई पाल्ने भने हामीले 5 वर्षमा 3 वर्षमा चाहिँ हामीले 3000 गोरुहरू बेच्न सक्छौँ। त्यो दुधबाट हामी आम्दानी गर्न सक्छौँ। त्यसो भएकोले गर्दाखेरि हाम्रो चाहिँ यो योजनाले हामी जित्ने, हामी एकदम बलियो आधारहरू निर्माण गर्छौँ हामी। ठिक छ, हाम्रो कार्यक्रममा आइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। हस् त, नमस्ते। हस्, नमस्ते।